तीनजना प्रत्यक्षतर्फको एकचोटि ताली बजाउनु त सबैले। म एक दुईटा कुरा सिरियस कुरा गर्ने भएकोले अलि शान्त रहनु होला है, साइडमा हल्ला नगर्नु होला। हामी तीनजना प्रत्यक्षतर्फको, दुईजना समानुपातिक हुनुहुन्छ, 5 जना उम्मेदवार छौँ। यहाँहरूले यो चुनाव चाहिँ यो सांसद जिताउनको लागि मात्रै हो भनेर सोच्नु भएको छ भने तपाईँ गलत हुनुहुन्छ। प्लिज त्यसरी नसोच्नु होला। यो चुनाव रिहर्सल हो। यसपछि हामी प्रदेश जित्नु छ। यसपछि हामी सबभन्दा महत्त्वपूर्ण त महानगरपालिका, नगरपालिका र गाउँपालिका जित्नु छ। त्यसकारणले यहाँ 5 जनाको अनुहार तपाईँले देखिराख्दा तपाईँ अधिकांश वडामा हुनुहुन्छ होला, अधिकांश पालिकामा हुनुहुन्छ। कृपया एउटा कुरा ख्याल गर्नुहोस्, भोलिको दिनमा तपाईँहरू नै हो वडाको नेता, पालिकाको नेता, महानगरको नेता, नगरपालिकाको नेता र तपाईँहरू चाहिँ गाउँपालिकाको नेता। स्थानीय तहमा तपाईँ अहिले चुनाव लड्दैछु र त्यसको रिहर्सल गर्दैछु।